भक्तजनहरू श्रद्धालु भक्तहरू टिभी भिडियो बनाऊ म हात बनाऊ होइन सकिसक्यो कोही हामी पठाउँ त टिकट हुन्छ यता आउनु यता आँखा त हेर्न दिएको छैन यहाँ हामीलाई धेर हुन्छ सकेर आएको रोटी गर्ने भएन क्या यहाँ तेल रोटी डल्ला बनाउने डल्ला पिठो बनाउने क्या यहाँ आऊ त यो भर्यो है अलिक किलो के फरक पर्छ तेल थोरै राख्छ भने त्यो कोकको बोतलको सानसानो यस्तो प्लेट जस्तो बनाएँ अनि त्यहाँ बाती निकालेँ अनि फुलहरू हालेर अनि कतिवटा मैले सिसाको त्यत्रो बालेँ तल पानी माथि हल्का तेल अलिकति तेल कोकको बोतल कोकको काटेको थियो अनि त्यो निकालेको थियो बाती माथि अनि त्यसलाई पानीको धनु आएको छैन नि त्यही त अनि उता के बहिनीले पनि दिएको छ अनि आज सोमबार पनि छ संकल्प सिद्धिरस्तु भारतमा हम सपत्नीका हम सबैले आफ्नो आफ्नो नाम सम्झिनु सुपुत्रः सम्नः सपरिवारः सफर्दिका सपुत्रः मम भनेर सबैले आफ्नो सम्झे मम भन्नु श्रुति स्मृति पूर्णोक्त फल प्राप्त्यर्थम एतत् जन्म पूर्व जन्मकृत कायिक वाचिक मानसिक संसर्ग ज्ञात ज्ञात स्पर्श स्पर्श भोज्य भोज्य गम्य गम्य मनादि ब्रह्महत्या ब्रह्महत्या अन्तः सकल बाल्ये यौवन वार्धक्य संसतो भण्ड दुःखस्कर स्पर्श दैवत कर्महत्या उपकृतः किल्ले नैरुच्य दीर्घायु यता पछाडि नपार्नु है जग्गालाई पछाडि पार्नु हुँदैन समृद्ध्यर्थम किल्ले सानन्द मानव भोग्य सुख सम्पन्न प्राप्त है अखण्ड सौभाग्य प्राप्त है मम आत्मनः सबैले आफ्नो आफ्नो नाम सम्झेर आत्मनः सपरिवारस्य गृहकृत राजकृत सर्वविध पीडाः निवृत्त्यर्थं श्री विष्णु प्रीतिद्वारः शिव आदरः सर्वपाक्ष्य
सर्व पापक्षयः पूर्वकं दीर्घ आयु विपुल समृद्धि शत्रु पराजय सदभिष्ट सिद्ध्यर्थं तथा च तस्मात् कुलपूर्वजानां प्राप्तानाम् अशुभ गतीनां वैकुण्ठ लोक प्राप्तये तथा च दीप ज्वलन निवेशादिः कालभाग समययुग सहस्रपर्यन्तं दीप लक्ष्य दीपदानः कल्पतः सकल फलवाप्तैः स्वयं विष्णु भक्ति प्राप्ति द्वारा श्री विष्णु सायुज्य मुक्ति फल प्राप्त है अथवा विष्णु सायुज्य फल काम वह तथा आध्यात्मिक आदि दैविक आदि भौतिक त्रिविध तपोमसन पूर्व धर्म अर्थ काम ओम शिरो भवडंगा सुरो भववाच प्रीतुर्वा सुगस्तम पुरिगवाहणः पृष्ठोदि पृष्ठग्नि पृथ्वी सुष्टविष ओखतिर परमात्मा एउटा कुश पनि यसो छेउमा राखिदिनु ल स्वर्गीय बोधि नारायण घन्टीको बेला आएको छैन आएपछि बजाउनु हजुर होइन त्यहाँ भन्नुहुन्छ हेर्नुहुन्छ के गर्नु फुलेर नमस्कार गरौँ त सबैजनाले एकैचोटि नसक्नु है अहिले फेरि चढाउनु पर्छ है विश्वाधारं गगनसदृशं एकवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलानयनं योगी विद्यानगम्यं वन्दे विष्णुपदहरं सर्वलोकैकनाथं मेघश्यामं पितगौसेवासं यत्सङ्गं कौस्तुभासं आह्वानं यसो त उसले आह्वान गर्नु आह्वानं समर्पयामि आसनं समर्पयामि यसो कुसको टुक्रा छेउमा राखेर यो एक नम्बरदेखिको त जल चढाउनु त पादयोः पादनासिकं पूजयामि हरे नमः मुखं पूजयामि रुद्राय नमः कण्ठं पूजयामि शिवाय नमः स्वस्तं पूजयामि जगत्व्यापिनाय भावं पूजयामि तेजरूपिणाय नमः पूजयामि पूजयामि निरञ्जनाय नमः पूजयामि रसेनाय पूजयामि श्रीरमणाय पूजयामि गंगा पूजयामि सबकासाय नमः भैरवं पूजयामि जयमंगलाय पूजयामि चतुर्व्याय नमः गुल्फाय पूजयामि जयश्रेयाय नमः पाद पूजयामि परब्रह्मणे नमः पादये प्रेय पूजयामि धात्रे नमः पाद पूजयामि मात्र चढाउनु है एतावान समयदोदायं सपुरुषपादस्य विश्वभूतानि त्रिपादस्य मदन्ति त्रिपादोर्गः पादस्येह भवपुनः तथोक्तं विक्रामस्यासमानसनेनि ततो विराडजायत विराजो अधिपुरुषः सदा ततिरिचततो ग्रह तस्माद् सर्वभूतः संवृतं मृगदायम् पशुस्तं सक्रेवाभ्यनारण्यग्राम्यस्ते यत्पुरुषं वदति कतिदापि कल्पमुखं किमस्य स्थितिं भावकिमरूपदाउचे ओम नमो भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय भन्नु है सबैजनाले ओम नमो भगवते वासुदेवाय वासुदेवाय भज वासुदेवाय जोडे नै नाच्दाखेरि भगवते वासुदेव त्यो दियो अनि त्यो पुर्याएपछि त्यहाँको त्यो टपर सरक कसले ल्याइदिन सक्छ यहाँ ल्याउनु है भगवते वासुदेव ओम नमो भगवते यता घन्टीको पनि त्यस्तै छ घन्टीको पनि त्यस्तै छ कङ्ग्रेसको पनि घन्टी बजाउन बिर्स्यो पैसा